साथीहरु सबैजनालाई नमस्कार। हेर्नु त एउटा बाइक चाहिँ कति स्पिड गएको यार। रन्केर गएको जाडो हुँदैन होला त यार राति यो रातिको अहिले कति भयो 11:30 बजिरहेछ। खै मुभी हेरेर आए पनि हुन सक्छ कि कामले आए पनि हुन सक्छ। यो चाहिँ हाम्रो गेटामा हो। गेटामा चाहिँ यस्तो दृश्य छ यहाँदेखि वाह लाइट घुमेको छ यार। साथीहरु राति घुम्नको मजा बेग्लै हुन्छ। रोड खाली हुन्छ, आनन्द हिँड्न पाउँछ हैन। दिउँसोमा अलि भिडभाड हुन्छ। अलि गाडी चाहिँ अब त्यति दौडा त छैन मैले हेर्नुस् है। अनि रातिमा चाहिँ अलिकति आनन्द हुन्छ गाडी चलाउन त। मलाई त राति नै मजा लाग्छ। दिउँसोमा चाहिँ अलिकति गाह्रो लाग्छ क्या। अनि राति को हिँड्नु भएको छ त्यो राति हिँड्न रमाइलो हुन्छ। तर आजभोलि चाहिँ अब मोटरसाइकलमा चाहिँ अलि जाडो हुन्छ हैन। यस्तो गाडीमा त हेर्नुहोस् खुली भएर गएको छ एउटा गाडी हेर्नुहोस् त। राति त अब जति दौडा जाने कसले के भन्छ र हैन। खाली रोड हुन्छ। अब धनगढीदेखि अत्तरसम्म त एकदम राम्रो छ नि त। अब म त त्यति स्पिड चलाउँदैन, आनन्दसँग गइरहेको छु। म त चिल पारामा गएर हो साथीहरु, चिल पारामा राति हिँड्न रमाइलो लाग्छ मलाई त। ल साथीहरु यो चाहिँ हाम्रो मेडिकल कलेज गेटा आइपुग्यो हामी। यो चाहिँ हाम्रो पुल यता बनिसकेको छ। अनि यहाँ पुलनिर लाइट आँखामा लाग्दो रहेछ। सुनीखोला पुल, यो चाहिँ सुनीखोला पुल रहेछ यसको नाम। ल साथीहरु यो सुनीखोला पुल पहिले चाहिँ के भन्थे अब मलाई थाहा छैन। आजभोलि चाहिँ त्यो उतापट्टि मनाराको पुल आउँछ। यो चाहिँ गेटा मेडिकल कलेजको वरिपरिको सुन्दर दृश्य। हेर्नु त राति त कुनै बेलामा यो बाटोमा हिँड्ने यति डर लाग्थ्यो नि। आजभन्दा 15 वर्ष अगाडि जाने त्यतिखेर फर्केर हेर्ने हो भने यो बाटोमा हेर्न यस्तो डर लाग्थ्यो। आजभोलि यस्तो छ यहाँ मेडिकल कलेज यता गेट यस्तो छ, केही डर तर छैन। त्यति बेला चाहिँ राति एक्लै साइकलमा हिँड्नु पर्थ्यो। साइकलमा आउँदा त जङ्गलको बाटो पर्थ्यो। पुरै धनगढीदेखि यहाँ छ एकदम मनेराको पुल भन्थे चाहिँ त्यो एरियामा चाहिँ एकदम डेन्जर हुन्छ भन्थे क्या पहिलेका मान्छेहरू। अब त समय परिवर्तन भयो हैन। जताततै बत्ती छ अहिले त हैन, लाइटहरू लगाएको छ, सबै सुविधा छ। 15-20 वर्ष अगाडि त थिएन नि त। त्यति बेला हेर्नुहोस् यस्तो अन्धकार भइदिएको भयो कसरी हिँड्थ्यो होला। त्यतिखेर चाहिँ अलिकति गाह्रो थियो। यो चाहिँ मनेरा पुल है साथीहरु। ल राति 11-11:30 बजेको दृश्य हो। अहिले त केही डर छैन राति हिँड्न। त्यही पनि अब म त अहिले गाडीमा छु, नत्र बाइकमा हिँड्न पनि राति डर लाग्थ्यो क्या। पहिले जङ्गलको बाटो थियो, राति हिँड्ने त्यो बाटो भने चाहिँ मान्छे डराउँथ्यो क्या। आजभोलि त बिन्दास छ होइन त साथीहरु। ल साथीहरु सबैजनालाई धन्यवाद छ, माया गरिदिनु होला यार यो भिडियोलाई।